हेलो साथीहरु, जय मसी, नमस्ते। अन्त आज चाहिँ हामी अलिकति भुटानतर्फ घुम्न गइरहेको छौँ। यो चाहिँ भुटानको एन्ट्री गेट, यहाँनिर चाहिँ एन्ट्री गर्नुपर्छ। यहाँनिर हेर्नुहोस् है हाम्रो भुटान जाने साथीहरु। साथीहरु चाहिँ भुटानको गेट, एन्ट्री गेट यहाँनिर हेर्नुहोस् है, यस्तो छ। यो चाहिँ भुटानको बजार, कालीखोला बजार हो साथी हो। अहिले चाहिँ हामी गइरहेको छौँ। यो हेर्नुहोस् है, यो चाहिँ भुटानको मेडिकल हस्पिटल हो। यहाँनिर हाम्रो इन्डियाकोलाई पनि मेडिकल चेकअपहरू फ्रीमै दिन्छ। मैले पनि कतिचोटि यसको लाभ उठाएको छु। यो साथी हो, यो चाहिँ भुटानको स्कुल हो हाम्रो, यो लामेजुङका कालीखोलाको स्कुल हेर्नुहोस् है साथी हो। यो चाहिँ एन्ट्री गेट हो, हेर्नुहोस् है स्कुल यस्तो छ। यो चाहिँ पुरानो कालीखोला बजार। अहिले नाम निशान छैन, अहिले सबै हप्ताको छ, हेर्नुहोस् सिफ्ट गरेको छ, केही पनि छैन अहिले चाहिँ। यहाँनिर चाहिँ सबै दोकानहरू थियो पहिला, अहिले चाहिँ केही पनि छैन साथी, हेर्नुहोस् यस्तो भएको छ। यो चाहिँ गुम्बा हो कालीखोलाको। यो चाहिँ कालीखोलाको गाउँ हेर्नुहोस् है, सुपारी बगानहरू ड्याममै छ। यो त पनि हेर्नुहोस् है साथी हो, भुटानको पहाड चाहिँ यस्तो छ। यहाँनिर हेर्नुहोस् है, यहाँ चाहिँ हाम्रो सुनकोस खोला हेर्नुहोस् है, यस्तो छ हाम्रो सुनकोस खोला चाहिँ। यहाँनिर हेर्नुहोस् है, यस्तो पहाडबाट आउँछ साथी। अहिले चाहिँ हामी यसो खोलातर्फ गइरहेको छौँ। यी हाम्रो टिमहरू हेर्नुहोस् है पछाडि आइरहनु भएको छ। अन्त यसो घुम्नु गएको अहिले चाहिँ। यस्तो ओह्रालो छ है साथी हो भुटानमा पनि, हेर्नुहोस् है साथी। हामी चाहिँ खोलाको बगरतिर घुमिरहेको छौँ। अहिले चाहिँ सुनकोस खोला हामी माथि भुटानबाट हेर्न लागिरहेको छौँ। यहाँनिर हेर्नुहोस्, यो चाहिँ हाम्रो भुटानको पहाड। अन्त यहाँनिर हेर्नुहोस् है सुनकोस खोला चाहिँ यहाँ भुटानमा चाहिँ यस्तो देखिन्छ है। यहाँनिर हेर्नुहोस् है, यस्तो छ है, त्यस्तै पानी छैन। हेर्नुहोस् है सुनकोस खोला, यो बगार हेर्नुहोस् है साथी। अहिले चाहिँ अलिकति हामी भुटानको भित्र अलिकति ब्रेकमा यसो फोटोहरू यहाँ लिइराख्नु भएको छ, हेर्नुहोस् है। यो चाहिँ भुटानको हामी लगभग भित्र पसिसकेको छौँ, निकै भित्र। अन्त यस्तो छ भुटान चाहिँ, हेर्नुहोस् है। ल साथी, हामी चाहिँ कालो पहाड आइपुगिसकेका छौँ। यहाँ हेर्नुहोस् है मेरो पछाडि तपाईँले देखिराख्नु भएको छ। र अहिले म तपाईँलाई अझै मजाले देखाउने छु साथी हो। यो चाहिँ कालो पहाड है यसरी। ल साथी हो, हामी चाहिँ कालो पहाड आइपुगिसकेका छौँ। यहाँनिर मेरो पछाडिको ब्याकग्राउन्डमा तपाईँले देख्न सक्नुहुन्छ कालो पहाड। यहाँ हेर्नुहोस् है, यता पनि छ है कालो पहाड। कालो पहाड मात्रै होइन, यहाँनिर अलिक रातो पहाड पनि रहेछ। डिफ्रेन्ट कलरको माटो भएको कारणले अनि थुप्रै मिक्स कलर भएको रहेछ, तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर हेर्नुहोस् साथी हो कालो पहाड, तपाईँलाई मैले देखाइरहेको छु। यहाँ हेर्नुहोस् है, यस्तो छ है कालो पहाड चाहिँ, हेर्नुहोस् है। हेर्नु पनि कति मजाको, हेर्नुहोस् यता चाहिँ अर्कै रातो परेको कलरको पनि छ, हेर्नुहोस् न पहाडहरू है। यता हेर्नुहोस् है, यस्तो छ। यो मेरो नजिकै पनि यहाँनिर हेर्नुहोस् है पहाडको कलर है, तपाईँले हेर्न सक्नुहुन्छ। यहाँनिर हेर्नुहोस्, आज चाहिँ हामी यहीँ घुम्नु आएको विशेष। यहाँ हेर्नुहोस् है साथी, यस्तै छ है कालो पहाड चाहिँ, हेर्नुहोस् है। हेर्नुहोस् है कालो पहाडमा फोटो हेर्नुहोस्, यहाँनिर खिचिराख्नु भएको छ है। कालो पहाड पनि एकदमै विशाल पहाड छ, तपाईँले देख्न सक्नुहुन्छ। हेर्नुहोस् यहाँनिर कालो पहाड। यहाँनिर हेर्नुहोस् है, यस्तो पहाड छ यहाँनिर, हेर्नुहोस् त है। म चाहिँ माथि जानु पर्यो भनेको। यहाँ हेर्नुहोस् है साथी हो, यो पहाड चाहिँ अझै हेर्नुमा दामी रहेछ। म चाहिँ माथि गइरहेको छु है साथी हो, यस्तो ब्युटिफुल हेर्नुहोस् साथी है, यस्तो छ। ए साथी हो, यस्तो राम्रो छ, हेर्नुहोस् है। हजुर यहाँबाट चाहिँ यस्तो देख्छ, हेर्नुहोस् है। हेर्नुहोस् साथी, साथी हो यहाँबाट चाहिँ यस्तो देख्दो रहेछ, हेर्नुहोस् है। तलतिरको पहाड चाहिँ यस्तो देखिरहेको छ, हेर्नुहोस्। म चाहिँ माथि चढेको छु। यहाँ हेर्नुहोस्, यो चाहिँ माथि पनि छ, हेर्नुहोस् है। यतापट्टि चाहिँ कालो पहाड छ, हेर्नुहोस् है कति मजाको चलिरहेको छ। हेर्नुहोस् एकदम यस्तो छ बाटो चाहिँ, भुटानले अनुमति दिएको छ पहाड घुम्ने। हेर्नुहोस् है, हामी चाहिँ घुमिरहेको छौँ। यस्तो छ पहाड चाहिँ, हेर्नुहोस् है। अब चाहिँ यो तल हामी ओर्लिनु छ साथी, हेर्नुहोस् है।
साथी हो फोटोहरू पनि खिच्यो, कालो पहाड पनि हेरियो है। अब चाहिँ घरतर्फ लागेको है साथी, एकचोटि फेरि पनि तपाईँलाई हेर्नुहोस् यो पहाडको नजारा तपाईँलाई देखाउन चाहन्छु। यहाँनिर हेर्नुहोस् कालो पहाड हेर्नुहोस् होला है साथी हो। ल अब चाहिँ घरतर्फ लागेको है साथी हो। बाई बाई।